के डिजिटल उपकरणहरूले कक्षा कोठालाई साँच्चै परिवर्तन गर्न सक्छन्? के प्रविधिले विद्यार्थीहरूलाई अझ राम्रोसँग सिक्न मद्दत गर्छ? आज हामी एउटा यस्तै प्रश्नको उत्तर खोज्ने एउटा रोचक अध्ययनलाई केलाएर हेर्दैछौं, जसले गणितको कक्षामा प्रविधिको शक्तिलाई जाँचेको थियो। आजको हाम्रो विश्लेषण एउटा परिचित समस्याबाट सुरु हुनेछ, त्यो हो ज्यामितिको डर। त्यसपछि हामी एउटा डिजिटल समाधान, त्यसलाई वास्तविक कक्षा कोठामा कसरी परीक्षण गरियो र त्यसबाट कस्ता आश्चर्यजनक नतिजाहरू आए भनेर हेर्नेछौँ। अनि अन्तमा भविष्यको कक्षा कोठा कस्तो हुन सक्छ भन्ने बारे पनि केही कुरा गरौँला। ल सुरु गरौँ एउटा साझा सङ्घर्षबाट, त्यो हो गणित, र अझ विशेष गरी ज्यामितिका ती जटिल आकार र सिद्धान्तहरू बुझ्ने चुनौती। गणितको कक्षा अनि त्यसमाथि ज्यामिति, प्रमेयहरू र आकृतिहरू बुझ्न गाह्रो भएको त्यो बेलाको अनुभव याद छ? धेरैका लागि यो एकदमै परिचित कुरा हो। खासमा समस्या कहाँनिर थियो त? नेपालको सन्दर्भमा गरिएको यो अध्ययनले के देखायो भने हाम्रो त्यो परम्परागत कागज र कलमवाला तरिकाले नै ज्यामितिका अमूर्त अवधारणाहरूलाई बुझ्न झनै गाह्रो बनाइरहेको थियो। यसले विद्यार्थीको सिकाइमा नै प्रत्यक्ष असर पारेको थियो। ल समस्या त थाहा भयो, तर समाधान नि? यो अध्ययनले एउटा गजबको डिजिटल उपाय खोज्यो। आउनुहोस् हेरौँ त्यो के थियो। जियोजेब्रा यो भनेको के हो भने एउटा यस्तो सफ्टवेयर हो जसले गणितलाई जीवन्त बनाइदिन्छ। यसले विद्यार्थीहरूलाई आफैले चलाएर, खोजेर र प्रयोग गरेर सिक्न हौसला दिन्छ, जसले गर्दा गाह्रो लाग्ने विषयहरू पनि सजिलै बुझ्न सकिन्छ। सैद्धान्तिक कुरा त राम्रै सुनिन्छ, तर के साँच्चै कक्षा कोठामा यसले काम गर्छ त? हो, यही कुरा जाँच्न चन्द्रमणि बोहराले आफ्नो 2019 को अध्ययनमा जियोजेब्रा सफ्टवेयरलाई नेपालको एउटा कक्षामा लगेर परीक्षण गरे। यो प्रयोग कसरी गरियो भने एकदमै सरल थियो। 1 महिनाका लागि 2वटा समूह बनाइयो। एउटा समूहले, जसलाई नियन्त्रित समूह भनियो, पुरानै तरिकाले पढ्यो, अनि अर्को समूह, प्रयोगात्मक समूहले चाहिँ जियोजेब्राको प्रयोग गर्यो। यसले दुई विधिबीच सोझो तुलना गर्न सजिलो बनायो। अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। प्रयोग सुरु गर्नुभन्दा पहिले दुवै समूहका विद्यार्थीहरूको ज्ञानको स्तर लगभग उस्तै थियो। हेर्नुहोस् त, पूर्व परीक्षाको औसत अङ्कमा खासै भिन्नता छैन। यसले के देखाउँछ भने यो परीक्षण निष्पक्ष थियो। 1 महिना बित्यो, अब पालो थियो नतिजाको। के भयो होला त? आउनुहोस् यस प्रयोगको सबैभन्दा रोमाञ्चक भाग अर्थात् अन्तिम नतिजाहरू हेरौँ। प्रश्न सिधा थियो, कुन समूहले बाजी मार्यो? पुरानो तरिकाले जित्यो कि नयाँ प्रविधिले? पहिले हेरौँ परम्परागत तरिकाले पढेको समूहको नतिजा। उनीहरूको औसत अङ्क रह्यो 17.48। यो हाम्रो आधार रेखा भयो। अनि जियोजेब्रा प्रयोग गर्ने समूहको सोच्नुहोस् त, उनीहरूको औसत अङ्क थियो 22.33। यो त ठूलो फड्को हो, लगभग 5 अङ्कको फरक। स्पष्ट रूपमा जियोजेब्रा समूहले उत्कृष्ट प्रदर्शन गर्यो। अनि यो जुन फरक छ नि, यो कुनै संयोग मात्रै थिएन। अध्ययनले के देखायो भने यो स्ट्याटिस्टिकली सिग्निफिकेन्ट थियो। सजिलो भाषामा भन्नुपर्दा जियोजेब्राले साँच्चीकै काम गरेको थियो, र नतिजाले त्यही देखायो। नतिजा त गजब आयो, तर किन? जियोजेब्रामा त्यस्तो के थियो जसले यस्तो फरक पार्यो? यसको उत्तर विद्यार्थीहरू आफैले दिएका छन्। हेर्नुहोस् त, 92% भन्दा बढी विद्यार्थीले के भन्यो भने जियोजेब्राले कक्षा कोठालाई रमाइलो बनायो। यो त लगभग सबैले मानेको कुरा भयो। अनि जब पढाइ रमाइलो हुन्छ, तब सिकाइ पनि राम्रो हुन्छ, होइन र? अनि अर्को कुरा, झण्डै 99% विद्यार्थीलाई के लाग्यो भने यो सफ्टवेयरले पढेको कुरा लामो समयसम्म सम्झन मद्दत गर्छ। यो भनेको रटेर पास हुनु मात्र होइन, साँच्चै बुझ्नु हो। खासमा विद्यार्थीहरूले भनेको कुराले नै सबै कुरा छर्लङ्ग पार्छ। उनीहरूका अनुसार जियोजेब्राले ज्यामितिका गहरा सिद्धान्तहरूलाई चित्र बनाएर देखाइदिन्छ। जुन कुरा अमूर्त थियो त्यो अब देख्न र बुझ्न सकिने भयो। त्यसो भए यो पुरै अध्ययनबाट हामीले के सिक्न सक्छौँ त? आउनुहोस् मुख्य कुराहरूलाई फेरि एकपटक हेरौँ। पहिलो कुरा, प्रविधिले पुरानो तरिकालाई स्पष्ट रूपमा पछि पार्यो। दोस्रो, जियोजेब्रा प्रयोग गर्ने विद्यार्थीको अङ्क बढी मात्र आएन, उनीहरूको प्रदर्शनमा एकरूपता पनि देखियो। अनि सबैभन्दा महत्त्वपूर्ण, विद्यार्थीहरू कक्षामा बढी सक्रिय र उत्साहित भए, किनभने गाह्रो लाग्ने कुराहरू पनि देख्न र बुझ्न सजिलो भयो।
यो अध्ययन गर्ने अनुसन्धानकर्ता चन्द्रमणि बोहराको निष्कर्ष पनि यही थियो। उहाँका शब्दमा, माध्यमिक तहमा गणित पढाउन जियोजिब्रा सफ्टवेयर उपयोगी उपकरण हो। यो त भयो गणितको कुरा, तर एकछिन सोच्नुस् त, यस्तै डिजिटल उपकरणहरूले अरू विषयहरू जस्तै विज्ञान, इतिहास वा साहित्यको पढाइलाई कसरी बदल्न सक्लान्? के हामीले शिक्षाको भविष्यको एउटा सानो झलक देखिरहेका छौं? यो प्रश्नले साँच्चै सोच्न बाध्य बनाउँछ।